What's up chat, welcome back to another video. आजको भिडियोमा मैले तिमीहरुलाई डीपेस्ट डार्केस्ट सिक्रेट्सहरु भन्न भनेको थिएँ अनि तिमीहरुले मेरो इन्स्टाग्राम भर्देऊ डीपेस्ट डार्केस्ट सिक्रेट्सले कसम भनेको अनि म पहिले वार्निङ दिइराछु छु यो भिडियो लास्टै डार्क हुनेवाला छ सो कसैको अगाडि हेर्नु you can't. Chat. I fucked 3 guys, 2 of them were cousins from different mothers and the last guy was our class teacher. We were in the same class. So भन्नु पर्दा तिमीले तीनटा एउटा क्लासमा थियौ तिमी त्यहाँ दुईटा क्लासमेट एउटा टिचर सबसँग तिमीले शारीरिक सम्बन्ध बनायो एउटा क्लासको 3 जनासँग टिचरसँग पनि जो टिचर तिमीलाई ज्ञान दिन्छ त्यससँग तिमीले शारीरिक सम्बन्ध बनायो यस्तो हुन सक्छ क्या यदि तिमी फिमेल छौ यदि तिमी कुनै गर्ल छौ भने हैन केटाहरुले मेल टिचरहरुले तिमीलाई अलि लाइन हान्छन् त्यो त अलि नर्मल छ नि त हैन नर्मलाइज गरेको छ तर नर्मल हुनु हुँदैन दैट इज भेरी फकिङ ब्याड हैन अनि केटाहरुले गर्छन् त्यो केटा सरहरुले त गर्छन् तर इफ यु आर अ गाई अनि तिम्रो टिचर केटी टिचरले नो किनकि तिमी सानो छौ त्यो क्वेशन तिमीसँग के छ भन्देखि हैन तिमी सोझो संस्कारी छौ त्यो त मैले बुझिसके हैन आई क्यान अन्डरस्ट्यान्ड दैट हैन अब तर तिमीले 3 जनासँग सेक्स गर्यौ तर डिड यु डु दैट at the same time was it a fucking foursome did you foursome थियो भने bro why wasn't I involved sorry some बिग्रिसक्यो तिमीहरुले यस्तो कन्फ्युजन छ म बिग्रिसक्यो क्या I stole money from beggars भिखारीको भिखको पैसा तिमीले भिखमा लिएको छौ भिखारीसँग त्यो पनि त्यो भिखारी यदि अन्धो थियो अनि तिमी नर्गमा बास हुन्छ नर्गमा सराप लाग्छ त्यो भिखारीले आफ्नो पेट पाल्नलाई ल्याएको हुन्छ सराप लाग्छ ब्रो यो ठाउँ जज गर्ने हो यो ठाउँ हो कोर्ट रुम म गर्छु या तिमीहरुलाई जज तिमीहरुको एक्सन्सको बेसमा व्हाट द फक भिखारीको पैसा तिमीहरु चोरिरा छौ व्हाट द फक आर यु डुइङ भिखारीले भिख मागिरा हुन्छ भिखारीको पैसा लिएर भाग्दिनी तिमीहरु त भिखारी भन्दा नि भिखमा आई एम एज्युमिङ तिमीले यो टाइप फोनबाट ल्यापटपबाट व्हाटएभर द फकबाट गरे होला हैन तर तिमीसँग फोन छ भने तिमीसँग खाना नआउने पैसा छ भिखारीको पैसा त किन चोर्या क्या अनि यदि तिमीले भिखारीको पैसा एक्सपेरिमेन्ट गरेर चोर्या हो एक्सपेरिमेन्ट व्हाट द फक इज एक्सपेरिमेन्ट भिखारीको पैसा चोर्दा भिखारीको रियाक्सन कस्तो हुन्छ दैट इज एक्सपेरिमेन्ट आई एक्चुअली लभ टु गुन वाचिङ प्रो उज अकाउन्ट्स रिल ब्रदर यो ठाउँमा म जस्तो सोझो नारा सोझो आदमी त्यो पनि सेफ छैन हामी कसरी सेफ फिल गर्ने यदि तिमी एउटा केटा छौ भने गेट द फक आउट बिच गेट द फक आउट यु आर गुनिङ सीइङ मी मलाई देखेर तिमीहरु व्हाट द फक कस्तो डिस्गस्टिङ यु ब्रो यु व्हाट द फक अनि इफ यु आर अ गर्ल स्लाइड इन माय डीएम्स क्या डीएम आई एम फ्री यु नो स्लाइड इन माय डीएम्स If you are a guy, what the fuck भाइ के गरेर भाइ मलाई हेरेर तिमी आफ्नो सेल्फ नीड पूरा गरेर छौ भने तिमी कतिसम्म कहाँ छौ क्या तिमी मलाई हेरेर मलाई केटीहरुले हेर्दैन तिमीले हेरेर bro you should have better taste in men too क्या मतलब better taste क्या के मेरो मुख If you are a girl, slide in my DM. If you are a girl, fucking slide in my DM. I have feelings for my uncle. I'm a guy, by the way. मलाई box देऊ मलाई सुन्नु छैन अब पुग्यो तिमी केटा Okay, I'm very supportive for gays हैन तिमी केटा तिमीलाई केटा मन पर्छ very good very good तिम्रो म्यारिड अंकल आई एम अजुमिङ म्यारिड छ त्यो अंकल तिम्रो बिहे भइसकेको अंकल सँग तिमीलाई शारीरिक सम्बन्ध बनाउनु छ दैट इज व्हाट इट मीन्स हैन नि त शारीरिक सम्बन्ध बनाउनु छ मेडिटेसन गर्ने हो मसँग आई थिंक यु नीड हेल्प थेरापिस्ट मेरो थेरापिस्टको नम्बर दिम ब्रो व्हाट द फक आर यु डुइङ तर आफ्नो रिलेसन नबिगार है फेरि अंकलसँग गएर अंकल के हो या bro what the fuck man what the fuck हो क्या तिमीहरुको कस्तो फ्यान्टेसीज हो क्या मतलब you what I once wished my teacher died so I don't need to attend my classes यो लजिकको हिसाबले मलाई गुवा आयो म मेरो चाके काट्दिन्छु तर यो त क्लासिक हो क्या मतलब सबलाई हुन्छ नि हैन मेरो टिचर कस्तो खडुस छ मेरो टिचर त कहिलेकाहीँ त्यस्तो हुनु त हुँदैन नर्मल त होइन बेच हैन तर मेरो टिचर यस्तो छ मेरो टिचर उस्तो छ भनेर हल्का त्यस्तो बच्चामा त्यस्तो त आउँछ हैन तर यो चाहिँ नर्मल लाग्छ यो चाहिँ हल्का मेरो यो अहिलेसम्मको भिडियोमा हल्का नर्मलको लाइनमा यो चाहिँ आइराछ I once inserted a pencil in my ass and it felt good. I'm a guy by the way. PS
I am still using that pencil. पछाडि लेखेको छ यो, I am still using that pencil. तिमीले एउटा पेन्सिल लियो, आफ्नो पिछवाडामा फिट्ट घुसायो अनि तिमीलाई प्लेजर आयो तिमीलाई त्यो पिछवाडामा घुसाउँदाखेरि, अनि प्लेजर आयो अनि त्यसपछि तिमीले त्यो पेन्सिल अझै युज गरिरहेछौ। पेन्सिल टोक्छौ पनि? मलाई मम्मी जानी। तिमीहरूको गल्ती होइन क्या, च्याट तिमीहरूको गल्ती नै होइन, यो मेरो गल्ती हो। मेरो गल्ती हो कि मैले मेरो एनजिओमा यस्तो डिस्कस्टिङ हालेँ मैले। ब्रो मेरो गल्ती हो। आई एक्सेप्ट माई मिस्टेक। आम एट फल्ट बेच। म फल्टमा छु। मैले गल्ती गरेँ तिमीहरूलाई सोधेर। डार्केस्ट कन्फेसन। डार्केस्ट भनेको तिमीहरूले त नर्गमा जान्छौ तिमीहरू, कसम भने। तर हुन्छ यार, त्यो पेन्सिलले घोचेर पेन्सिलको त्यो टुप्पो तिमीहरूको भित्र पठाए जहिले प्लेजर पाइरहन्थ्यो तिमीहरूले। यदि तिमी केटा छौ तिमीले त्यो गर्यौ, मैले त भनिहालेँ, यु आर डिस्कस्टिङ बिच, यु आर डिस्कस्टिङ। अनि यदि तिमी केटी छौ अनि तिमीले पेन्सिल इन्सर्ट, इट इज नर्मल आई गेस। पेन्सिल त नर्मल होइन, लाइक पेन्सिल बाहेक अरू वुमेनहरूलाई आई एम एक्सट्रिमली सरी फर माई डिस्कस्टिङ कमेन्ट्स। प्लिज डोन्ट क्यान्सल मी, होइन, मलाई माफ गरिदिनुहोस्। दिस इज अ इन्फर्मेटिभ भिडियो होइन, यो धेरै सूचनात्मक भिडियो हो, किनकि यो भिडियोमा मैले तपाईँलाई शारीरिक यौनिक ज्ञानहरू दिइरहेको छु। धन्यवाद, मलाई माफ गरिदिनुहोस् मैले तपाईँलाई चित्त दुखाएँ भने। आई लभ यु सबै महिला समाजलाई। आई रियली लभ यु, आई रियली लभ यु इच। आई लभ यु, यु क्यान स्लाइड इन माई डिएम्स, वी क्यान लभ। डिडी, मैले डार्केस्ट कन्फेसन भने डिडी लेखेर पठाइरहेछ। वाट द फक डज इट मिन? डार्केस्ट कन्फेसन भनिरहेको छु, डिडी लेखिरहेछ। डिडीले जेलमा छ क्यारे डिडी अहिले, पेडोफाइल हो डिडी। कस्तो हरामी मान्छेहरू हो, मैले डिडी लेखेर पढाएँ। डिडी जस्तो हरकत, वाट द फक ब्रो, यु निड हेल्प यार। हेल्प चाहिन्छ तिमीहरूलाई थेरापिस्टको नम्बर दिउँ म? ब्रो के हो आमा? डिडी नेपाली इन्डियामा थियो त एउटा, मुझे डिडी बन्ना है भनेर। तिमीहरू पनि मुझे डिडी नेपाली डिडी बन्ना है। ब्रो 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 व्हाट द फक म्यान, कसम भने यस्तो घिनलाग्दो कन्फेसन। म आज निन्द्रा लाग्दैन मलाई। हरर त होइन, निन्द्रा त लाग्छ। होइन, स्लाइड इन माई डिएम्स। मैले कतिचोटि भने, मैले 4 चोटि भने मलाई यही स्लाइड इन माई डिएम्स। फेरि डिएममा चाहिँ स्लाइड नगर नि, फेरि म रिप्लाई दिनु, बिकज आम लिटल बिजी। आम लिटल बिजी केटा हो, केटाकेटी हो। आई एम जेन्डर न्युट्रल बेच। केटा केटी आर इक्वल्स, जेन्डर न्युट्रल। मलाई यो कन्फेसन्सहरू देखेर के लाग्यो भनेदेखि, होइन, म कुन नेपालमा बसिरहेको छु? एक्चुअलीमा म कुन नेपालमा बसिरहेको छु क्या? म यस्तो नेपालमा छु जस्तो, म कुन नेपालमा छु क्या? म कुन नेपालमा छु? मैले आजसम्म म यति सोझो छु, मेरो वरिपरिको मान्छेहरू सोझो नहोलान्, म यति सोझो लाग्यो नि मलाई यो कन्फेसन्सहरू देखेर। लाइक ब्रो म यति सोझो छु नि, यो कन्फेसन्सहरू च्याट लिटरली भनिरहेको छु। यस्तो कन्फेसन्स, यस्तो त मैले रियल लाइफमा मैले इन्डियनहरू कन्फेसन्सहरू हेरेको छु, त्यस्तो त अहिलेसम्म सुने होइन ब्रो। पेन्सिल लियो, इन्सर्ट गर्यो, प्लेजर आयो ब्रो। वाट द फक म्यान, वाट द फक, कसम भने यस्तो मलाई नै सिकाउनु न।